ल गाइज आज चाहिँ हाम्रो यो 2083 साल नयाँ वर्षको हाम्रो अब स्टार्टिङ पोइन्ट भनेको यहाँनिर गजलमुखी ट्रेडर्स मोबाइल कैलाश सरको घरबाट हुँदैछ। आजको हाम्रो यात्रा चाहिँ कहाँ जाँदैछ भन्दाखेरि हामीलाई पनि थाहा छैन होइन, कहाँ हो अघि रेडी भएर यत्तिकै बसिरहेको छौँ हामी चाहिँ। तर यहाँनिर हाम्रो एकजना मान्छे आउनलाई चाहिँ एकदम ढिला गर्नुभएको कारणले हामी यत्तिकै अहिले अलमल परिरहेको छौँ। आजको 83 सालको सुरुवातमा ढिलो लेटे टाइम भयो होइन, त्यसले गर्दाखेरि अब हाम्रो यो यात्रा सायद यो बाटोबाट हामी राँके जान्छौँ। राँके भन्ने ठाउँ पुग्छ यो बाटो चाहिँ। अब हेर्दै जाउँ माथि हिले डाँडा, त्यसै गरी के छ पञ्चमी देउराली हुँदै राँकेसम्म, राँकेदेखि माथि एउटा सुके पोखरीसम्म चाहिँ हाम्रो यात्रा रहनेछ भन्ने एउटा योजना गरेको। तर थाहा छैन अब हाम्रो रवि बजार हो, रवि बजारमा मौसम यस्तो रहेको छ आज एकदम झकास छ। 83 सालको मौसम चाहिँ एकदम गुड हो, तर मौसम ठिकै हो, अलिकति हुस्सु लागेको छ। त्यस्तै आज हाम्रो एकजना मान्छेको पनि हुस्सु लागेर चाहिँ हाम्रो गाई चाहिँ हिसाबले हामी जाँदैछौँ। ल बोल त अरू साथी चाहिँ बस्नु होइन मौसम हो प्रकृतिलाई त बोल्नै सक्छ र यस्तो रमणीय ठाउँमा चाहिँ हाम्रो यात्रा हुँदैछ आज। साथीहरू किन आउने भने चाहिँ राष्ट्र हिले डाँडा अब हामी कहाँ आइपुग्यौँ भन्दाखेरि चाहिँ पञ्चमी हुर्मुसी पञ्चमी भन्छ यो पर्तिरपट्टि देखिँदैछ सहर। हुर्मुसी पञ्चमी भन्ने ठाउँ आइपुगिसक्यौँ। यो बजार पहिलेको त निकै चर्चित, अहिले पनि चर्चित नै छ। बाटो बढाएको छ, बाटो बढाएको कारणले गर्दा चाहिँ बजार ठुलो देखिन्छ होला अहिले। यहाँ हिँडेको पनि राखेको भयो राखी पुग्नु अब कति समय ल यो अब भोलि चाहिँ पञ्चमी होइन रातैमा खाना खाने गऱ्यो आज परेको त डाँडामा बस्नु ल।
राखेर अहिले खानैको कुरा छ यहाँनिर अब हाम्रो सर हुनुहुन्छ खाना खानको लागि रेडी र हाम्रो टोलीहरूको खाना खाएको क्रममा अब हाम्रो यो स्थान रहेको छ हामी खाना खाने क्रममा छौँ है त ओके अहिलेसम्म कस्तो रहिरहेको छ तपाईँको ट्रिप यात्रा गुड छ है यात्रा यस्तो छ ल गाइस हामी यो पौवा भन्ज्याङ बजार समुद्र सतहदेखि 8000 फिटमा उचाइमाथि रहेको छ यो पौवा भन्ज्याङदेखि हामी साधुतार भन्ने ठाउँ पनि पुग्छौँ अब यहीँबाट सुखे पोखरी पनि जान्छ भन्ने कुरो आएको कारणले हामी अब त्यतापट्टि लाग्दैछौँ है त ल यो बजार सानो बजार छ सानो बजार पनि ल गाइस हाम्रो यात्रा अब यस्तो छ दुईजना अगाडि दुईजना नागरिक है आज माथि पर्यटकीय स्थल भएको कारणले गर्दाखेरि होला गाडी पनि एकदम व्यापक भिड रहेको छ यस्तो राम्रो मान्छेहरू पनि पाउँदछ फुलहरू यस्तो बाटो साँगुरो भए पनि अब यात्रा रमणीय नै देखिएको छ ल ह्याप्पी न्यु इयरमा नयाँ पुस्ताहरू जयन्तीदेखिको लिएर कस्तो मजाको जग्गा छ ह्याप्पी न्यु इयर तानेको छ त्यहाँ पनि एकदम प्यासेन्जर बसालेको छ सबैले रेटिङ पासी भनेपछि कति किलोमिटरमा ठ्याक्क पुग्दो रहेछ यो बाटो पछि भएको कारणले अलिकति ठुलो भयो ठुलो छ जब 5वटा बाइक हामी 9जना छौँ
उनीहरूलाई एक्टिभ गराइदिएको नि पारो दिए पनि आउने किन तर अझ कम्प्या घर धेरै त आइरह्यो बाटो त त्यहाँ रहेछ यो घर त ठुलो छ लगभग 3 किलोमिटरको जङ्गल पार गरे पछाडि एउटा सुन्दर गाउँ आउँदो रहेछ। यो सुन्दर ठाउँमा सुन्दर सुन्दर मान्छेहरू आउँदो रहेछ है। अब जस्तै कि उता जाने त ल आज नयाँ वर्षको पर्यटकहरू नयाँ वर्षमा गीतको लागि मान्छेहरू आउने गर्छ। हामी लगभग सिकेको पनि अब आइपुगेको छौँ। सायद यो नै होला सिकेको पनि हुन्छ। हजुर हजुर ए हस् हाम्रो पर्दै एउटै लाग्छ आउनु
हजुर लिएर आउनु त हजुर ल हामी अहिले सुके पोखरी भन्ने ठाउँ यो माथि डाँडा चाहिँ हाम्रो घुम्ने ठाउँ अरे सायद अब हामी यतैतिर उकालो चढ्छौँ यहाँ हाम्रो चाहिँ यतातिर बाइक राखिएको छ पर्यटकहरू व्यापक छ